नमस्कार, नेपाली साइट.com न्यूजमा स्वागत छ। म तुलसी बस्नेतको। आज मिति 2066 भाद्र 24 गते, तदनुसार सेप्टेम्बर महिनाको 9 तारिक सन् 2009। अब सुरु गरौं साप्ताहिक गतिविधि समेटेको खबर नेपाली साइट.com न्यूजमा। चिसियो प्रधानमन्त्री र गिरिजाप्रसाद कोइरालाको सम्बन्ध, नेपाल समाचार पत्र दैनिक लेख्छ। सधैँ सत्ता समीकरणको खेलमा माहिर खेलाडीको रूपमा परिचित नेपाली कांग्रेसका सभापति अनि नेपाली राजनीतिका शिखर पुरुषको नामले परिचित गिरिजाप्रसाद कोइराला यति बेला प्रधानमन्त्री माधव कुमार नेपालसित चिडिएका छन्। वर्तमान नेपाल नेतृत्वको मुख्य डिजाइनर भनेर चिनिएका कोइराला प्रधानमन्त्री नेपालसित रिसाउनुको प्रमुख कारण छोरी सुजाता कोइरालालाई उप प्रधानमन्त्री नबनाउनलाई नै लिन सकिन्छ, जसको पछिल्लो उदाहरण सोमबार प्रधानमन्त्री नेपाललाई गिरिजाप्रसाद कोइरालाले भेटसम्म नदिएर निवासबाट त्यसै फर्काउनलाई लिन सकिन्छ। एमालेमा सुक्यो ओलीको बोली, नागरिक दैनिक लेख्छ। सधैँ रुखो र खरो बोली बोलेर एमाले नेतृत्वमाथि खनिने एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीको बोलीलाई गत हप्ता बसेको एमाले स्थायी कमिटिको बैठकले लगाम लगाएको छ। एमाले अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधव कुमार नेपाल समेत उपस्थित उक्त बैठकले पार्टीभित्रका कुरा अब कसैले पनि सडकसम्म पुर्याएर सडक छाप नहुन चेतावनी दिँदै अन्ततः ओलीले लिएको काठमाडौँ जिल्ला कमिटी विघटनको विरोधलाई सुनवाई नगरी स्थायी कमिटिको बहुमत सदस्यले संस्थापन पक्षको निर्णय नै सही भएको निर्णय गरेपछि ओली नोट अफ डिसेन्ट लेखेर बाहिरिए। डिफेन्स आर्मी र रणवीर सेनाका प्रमुखहरू समातिए, नेपाल समाचार पत्र दैनिक लेख्छ। विभिन्न ठाउँमा बम विस्फोट गराई मानवीय क्षति पुर्याउँदै आएका डिफेन्स आर्मीका प्रमुख आरपी मैनालीलाई प्रहरीले आइतबार झापाको चढामथी गाविसबाट हतियार सहित पक्राउ गरेको छ। यसैगरी प्रहरीले सोही दिन विराटनगरबाट रणवीर सेनाका प्रमुख विनोद पाण्डेलाई समेत बम बनाउने विभिन्न विस्फोटक पदार्थ सहित पक्राउ गरेको छ। संसद अवरोध हटाउन प्रधानमन्त्री समक्ष सभा अध्यक्षको अनुरोध, नेपाल समाचार पत्र दैनिक लेख्छ। संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमाङले सोमबार प्रधानमन्त्री माधव कुमार नेपाललाई भेटी संसदको अवरोध तत्कालै हटाउन अनुरोध गर्नुभएको छ, जसका कारण संविधान निर्माणमा समेत प्रभावित भएको र दलहरू बीचको कटुताले विभिन्न संसदीय समितिका सभापतिहरूलाई समेत काम गर्न गाह्रो भएको जानकारी गराए अध्यक्षले। हाल नागरिक सर्वोच्चताको नाम दिएर एकीकृत माओवादीले 1 महिनादेखि निरन्तर संसद अवरोध गर्दै आइरहेको छ। अबको खबर मनोरञ्जन जगतबाट। डी सिनेमा एवार्ड सम्पन्न। गत साता सोमबार राजधानीको राष्ट्रिय नाचघर जमलमा पहिलो पटक छायाछवि डी सिने एवार्ड कार्यक्रम भव्य एवं सभ्य रूपमा सम्पन्न भयो। छायाछवि सिने मासिक पत्रिकाको आयोजनामा सम्पन्न डी सिने एवार्डमा चलचित्रको 29 विधालाई समेटिएको थियो। उक्त अवार्ड कार्यक्रममा सबैभन्दा बढी 5 वटा विधामा अवार्ड लिन सफल भए बोक्सी नामक चलचित्रले। डिजिटल फिल्म एवार्ड नाम दिए पनि सहभागी प्रतिस्पर्धी चलचित्रहरू सबै डिजिटल फर्मेटमा निर्माण भएको भने थिएनन्। उक्त कार्यक्रममा चलचित्र मैनालाई सर्वोत्कृष्ट समीक्षक एवार्ड प्रदान गरिएको थियो। त्यस्तै लामो समय रंग पत्रकारितामा योगदान दिए बापत रंग पत्रकार विजय रत्न तुलाधरलाई छायाछवि सम्मान प्रदान गरिएको थियो। वरिष्ठ संगीतकार सम्मुजित बाँसकोटाको एल्बम विमोचित। सनराइज बैंक अफ काठमाडौँले गत साता सोल्टी क्राउन प्लाजामा एक भव्य समारोहको आयोजना गरी पहिलो पटक अ म्युजिकल जर्नी विथ सम्मुजित नामक इन्स्ट्रुमेन्टल सिडी तथा अडियो क्यासेटको विमोचन कार्यक्रम सम्पन्न गर्यो। उक्त सिडी तथा अडियो क्यासेटमा ख्यातिप्राप्त संगीतकार सम्मुजित बाँसकोटाका 3 दशक अघिका तथा हालसालै बजारमा आएका उनका सुपरहिट गीती एल्बममा संग्रहित म्युजिकलाई समावेश गरिएका छन्। शो विमोचन समारोहमा जयन्त सुब्बाको कोरियोग्राफीमा फेसन शो समेत प्रस्तुत गरिएको थियो। सदाबहार संगीत जुन आजभन्दा 3 दशक अगाडि कम्पोज भएकोदेखिले अहिलेका पनि गीतहरूलाई इन्स्ट्रुमेन्टलमा स्याक्सोफोन, पियानोमा यसलाई भिआइपी लन्चिङ अनि प्लेनमा जहाँ पनि अनि यदि मधुर संगीत प्रेमीहरूको लागि यो हामीले ल्याएको। यो साताको लागि नेपाली साइट.com न्यूज यति नै। यदि तपाईहरुका सल्लाह वा सुझावहरू छन् भने हामीलाई यस ठेगानामा सेन्ड गर्न सक्नुहुन्छ। नेपाली साइट@gmail.com।
खबर र मनोरञ्जनका लागि सधैँ भिजिट गर्नुहोस् A Complete E Magazine Nepali site.com। नमस्कार।